पोएट सोसाइटीले चाहिँ के रिफर्मेसन ल्याउन खोजेको हो त त्यो एक्चुअली के थियो त त्यो जुन चाहिँ डिरेक्टरको भिजन थियो नि म एउटा स्टोरी देखाउँछु त भने कि त्यो स्टोरी एकदमै टचिङ छ आर्टिस्टिकली यो त्यो छ जस्तै मलाई यो फिल्म चाहिँ कुन लेभलमा मलाई मन परेको थियो भन्दा म ब्याचलरमा आएर अनि हामीले नि एउटा क्लब बनाऊँ भन्ने एउटा कुरा थियो त्यतिखेर त्योभन्दा अगाडि नै लेट्स नट गट द कन्ट्रोभर्सी अनि त्यतिखेर मेरो त्यो नै त्यही थियो कि मेरो आइडिया अफ क्लब कलेजमा जुन चाहिँ क्लबहरू हुन्छ जुन चाहिँ ग्रुप अफ एउटा मान्छेको छुट्टै एक्टिभिटिज जुन हुन्छ त्यो चाहिँ डेड पोएट सोसाइटीले चाहिँ किनकि यो क्लबको नाम हुन्छ अथवा एउटा ग्रुपको नाम हो होइन यसमा एउटा सिन पनि छ नि एउटा केटीले आउँछ अनि केटा चाहिँ हामी त्यो मिटिङमा जानु लाग्यो भन्ने हुन्छ केटी कहाँ हुन्छ इट्स डेड पोएट सोसाइटी हुन्छ कस्तो कुलवाला सुनिन्छ वाला थियो अनि मलाई लाग्थ्यो कि त्यस्तै हुन्छ भनेर अनि मैले नाम सोच्दाखेरि पनि जुन चाहिँ पछि भन्यो होइन त्यतिखेर नि यसकै रिफरेन्समा अनि मैले थिमहरू सोच्दा अथवा हामीले के गर्छौँ भन्दाखेरि यसकै रिफरेन्समा वरिपरि बसेर हामीले एउटा लाइक माइन्डेड मान्छेहरूले यस्तो यस्तो काम गर्छौँ यसकै वरिपरि जस्तो लिटरेचरको डिस्कसन हुन्छ भने हाम्रो केसमा हाम्रो जे हुन्छ त्यसको डिस्कसन हुन्छ होला अनि त्यसरी चाहिँ मेरो इन्ट्रोडक्सन अफ कलेज क्लब भनेको यो र अर्को त्यो एउटा पिच पर्फेक्ट भन्ने एउटा छ नि फिमेल थाहा छैन भने त्यस पिच पर्फेक्टमा नि त्यो त्यस कलेजमा जान्छ अनि छुट्टै क्लब्सहरू हुन्छ कि अनि कलेज भनेर क्लबहरू हुन्छ रमाइलो हुन्छ वाला टाइपको थियो यो फिल्ममा जुन चाहिँ डिरेक्टर प्रड्युसर भयो जुन चाहिँ स्टोरी भयो यो स्टोरी जसले लेख्यो त्यसले चाहिँ यो लेखेपछि मान्छेले के फिल गरोस् भनेर लेखा होला अथवा के रिफर्मेसन आउन सकोस् भनेर त्यो निलको केसमा चाहिँ कम्प्लिटली प्यारेन्ट्सहरूलाई मेबी अवेर हुन पनि सक्या हुनसक्छ अब नर्मली होइन फिल्म हो एउटा स्टोरी छ भन्ने टाइपमा लेखे पनि हुनसक्छ अनि होइन अवेर नै गर्ने भन्ने तरिकामा हो भने चाहिँ पहिला प्यारेन्ट्सलाई अवेर गर्न खोज्यो होला अवेर नि अनि अर्को भने त्यो इन्स्टिट्युटलाई चाहिँ कोहीले केही गर्न सक्दैन जस्तो किनभने त्यस्तो इन्स्टिट्युट अहिले पनि छ जस्तो निलको केसहरू अहिले पनि आउँछ यति वर्षपछि पनि आउँछ किनभने एट द इन्ड त उसको प्यारेन्ट्स र उसको कन्फ्लिक्टको कुरा हो नि त होइन त्यसले गर्दा त्यो चाहिँ अहिले पनि आउँछ त्यो मुभीवालाले म चेन्ज गरिदिन्छु पुरै भनेर पनि त्यो हुने चिज छ होइन त्यही कतिको हदसम्म चाहिँ उसले ट्राई गर्न खोजेको छ कुरा हो त्यसमा मलाई एउटा त्यो कोट याद आउँछ होइन मार्टिन स्कोर्सेसी अनि डिरेक्टर वुल्फ अफ वाल स्ट्रिट खतरा ट्याक्सी ड्राइभर खतरा त्यसले भन्दै जुन चाहिँ एकदम पर्सनल हुन्छ त्यो चाहिँ एकदमै ग्रेट हुन्छ भनेर ओके अनि सिन्स यो फिल्मलाई वान अफ द ग्रेट्समा मानिन्छ भनिन्छ किनकिन यो चाहिँ जुन यदि राइटर अथवा डिरेक्टरको पर्सपेक्टिभबाट उनीहरूको पर्सनल पनि उनीहरूले देखेको सुनेको अथवा फिल गरेको कुरालाई एउटा स्टोरीमा एक्टकै कुरा राखेको छ होइन अनि बेस्ट आउटकम के हुन्छ त्यसमा निल नमर्ने अनि किटिङ पनि त्यही उसमा बस्ने इन्स्टिट्युट चाहिँ अलिकति इन्स्टिट्युट र प्यारेन्ट्स चाहिँ अलिकति ओपन माइन्डेड हुने चाहिँ बेस्ट आउटकम हुन्थ्यो ओपन माइन्डेड इन्स्टिट्युट हुने त चान्सै थिएन यसमा किनभने तिनीहरूले त्यहाँनिर त्यत्रो भयो यदि ओपन माइन्डेड हुन खोजे भयो वा हुने हो भने आफ्नो थोरै भए पनि फल्ट रियलाइज गर्ने भयो भने मिस्टर किटिङलाई निकाल्ने भनेर चाहिँ देखाउँथेन भने त तिनीहरूले होइन मैले बेस्ट आउटकम चाहिँ के हुनसक्थ्यो बेस्ट यस्तो यदि डिरेक्टरले चाहिँ त्यो अवेर गर्नलाई बनाएको हो भने चाहिँ निल मर्नु नै बेस्ट आउटकम हो टु गिभ देम द हार्स रियालिटी अनि त्यसपछि चाहिँ उनीहरूले रियलाइज गर्छ प्यारेन्ट्सहरूले भन्ने टाइपमा मैले भन्नुभयो आइडियल सोसाइटीमा चाहिँ के हुनु पर्थ्यो आइडियल सोसाइटीमा प्यारेन्ट्सले त्यो एकैचोटि होइन तैँले यो सब छोडेर अब हार्डवर्ड गएर डक्टर नै गर्छस् भन्ने पनि हुन्थेन अहिले छोडिदिए पछि गर्ला सो अहिले त ठिक छ अहिलेलाई गर +2 भइदिएलाई तर एट द इन्ड चाहिँ तैँले डक्टरेट गर्नुपर्छ त्यसलाई अब कसरी ट्रान्जिसन गर्छस् आफू गर भन्ने टाइममा छोड्नु पर्थ्यो होला त्यो अनि अलिअलि मिस्टर किटिङको चाहिँ प्रब्लम चाहिँ हुनसक्छ किनभने उसले पनि त अब त्यो स्टुडेन्ट कुन लेभलको हो +2 बेलामा एकदम काँचो हुन्छ होइन त्यसलाई जस्तो सेभ गरिन्छ त्यस्तै हुन्छ भने त्यो अब डेड पोएट सोसाइटीको पनि त खासमा मिस्टर किटिङहरूले नै स्टार्ट गरेको हो नि त खासमा त उसको बुक हेरेर त्यहाँ अगाडिपट्टि मिटिङको स्टार्टिङमा बोल्ने कुराहरू त्यो सब तिनीहरूको देखेर अनि कुल रहेछ टाइपको सोचेको भएर त त्यो केमा गएर गर्ने गरे हो त्यसमा चाहिँ त्यसले कतिको ग्याप राख्ने स्टुडेन्टको बिचमा
ठिक छ पढाउने तरिकालाई ड्रिम हेर्ने तरिका देखाउन ठिक छ चाहिन्थ्यो, तर कतिको ग्याप राखेर कतिको अवेर गराएर गर्नु भन्ने चाहिँ ध्यान दिनु पर्थ्यो। त्यसले आइडल त्यो हुन्थ्यो होला। प्लस यतापट्टि निलको केसमा जेनरल्ली आइडल्ली हेर्ने भने ऊ नमरेको राम्रो हुन्थ्यो, तर उसले डिरेक्टरले देखाउन खोजेको कुरा यदि राम्ररी इफेक्टिभली पुऱ्याउनु छ भने मरेको देखाउन पनि ठिकै भयो। जस्तो 3 इडियट्समा नि अलमोस्ट मरेकै त देखाएन नि, पछि त फिर्ता ल्याएर केही भएन भन्ने टाइपको डेट नै भन्नाले त्यहाँ पनि त्यही रिजनले गर्दाखेरि के अरे त्यो कन्फ्युजन भनौँ वा फ्रस्ट्रेसनले गर्दाखेरि जाउँ भने हो, त्यहाँ पनि फ्रस्ट्रेसनले गर्दाखेरि गोली हाल्न त हो नि, एउटा मऱ्यो एउटा बाँच्यो, त्यही त हो हुन त त्यो हो जस्तो लाग्छ। यो चाहिँ अब हामीले बर्डन सेयर गर्ने हो नि, यो मिस्टर किटिङ्समा पनि छ, उसको प्यारेन्ट्समा पनि छ, यो उसको उसमा पनि छ, इन्स्टिट्युटमा पनि छ अलिकति। इन्स्टिट्युटमा त मलाई उति मात्र जस्तो लाग्छ गल्ती, त्यो हावातारीको कुरा गरेर किटिङलाई निकाल्यो नि, जुन नट कम्प्लिटली हावातारी। बेसिकली इन्स्टिट्युटमा डिरेक्टली उसको माथि चाहिँ निलको माथि चाहिँ खासै इम्प्याक्ट छैन, इन्स्टिट्युटको छैन नै जस्तो लाग्छ। ओके, किनकि इन्स्टिट्युट यस्तो हो, इन्स्टिट्युट नै हो नि त त्यो त उनीहरू प्यारेन्ट्सलाई नि थाहा थियो, स्टुडेन्टलाई नि थाहा थियो त्यहाँ कस्तो पढाइ हुन्छ भनेर, त त्यो हेरेर नै उनीहरूलाई त्यहाँ पठाइरहेको। त्यही इन्स्टिट्युट त जे थियो आफ्नो ठाउँमा छ नि। पछि त्यो जुन किटिङको केस भयो त्यो चाहिँ त्यही ठाउँमा किटिङलाई 1-2टा सिन थपेर किन निकालिरहेको टाइपमा बुझाएर यदि निकालेको भए अझै राम्रो हुन्थ्यो होला, नराम्रो देखिन्थेन होला इन्स्टिट्युट होइन, आफू देखिन्थेन होला मुभी अडियन्सको लागि चाहिँ। तर उसले कस्तो नराम्रो के गर्यो भन्दाखेरि स्टुडेन्टहरूलाई के भन्दाखेरि प्यारेन्ट्सहरूको प्रेसर लगाएन, साइन हान्न लगाएर जुन निकाल्यो त्यसले गर्दाखेरि चाहिँ नराम्रो देखे जस्तो लाग्छ मलाई इन्स्टिट्युट चाहिँ। किनभने त्यसले त आफ्नो प्रिन्सिपललाई त फलो गर्न पाइयो, माथिमा राख्नु पऱ्यो आफ्नो कन्स्टिट्युटलाई। त्यहीले गर्दाखेरि त्यति राम्रो स्टुडेन्ट कहाँ पुग्यो। त्यसको जुन निलको दाइ हो कि अर्को मिस्टर एन्डरसनको दाइ, त्यसको दाइ त्यहीबाट निस्केर कहाँ जुन ग्रेड भएको भन्ने टाइममा थियो नि एउटा। हामी स्योर छौँ त जो पनि त्यहाँबाट निस्केर जति पनि पोजिसनमा पुग्यो उनीहरूले आफ्नो सपनालाई मारेर त्यहाँ पुगेको होइन भन्ने कुरामा उनीहरूले सपनाको लागि त त्यो नै गर्थेन नि त, एज अ इन्स्टिट्युटको रूपमा हेर्दाखेरि त त्यही त्यो गएको छैन होला, त्यो आफ्नो सपना पुरा गर्ने टाइपमा हुन्छ नि, गएको थिएन। अनि तर उनीहरूको केसमा उनीहरूले प्यारेन्ट्सले र इन्स्टिट्युटले जसरी सोच्थ्यो नि, उनीहरूले सोचे त त्यही त नि, यिनीहरूले आफूले डिसिजन लिन सक्दैन, उनीहरूले डिसिजन लिदिउँ उनीहरूलाई त्यहाँ पुऱ्याइदिउँ, त्यो ठाउँ जहिले पनि राम्रै हो भन्ने नै छ, प्रुफ छ भन्ने टाइपमा त गर्दै हो। त्यो त त्यही नै हो, त्यो ड्रिम सिमको त कुरा उनीहरूले सोचेको थिएन नि। तर यदि प्यारेन्ट्सले सपोर्ट गर्ने हो भने त्यो ड्रिम हेर्ने टाइपको पनि त त्यही बेलामा कलेजहरू कुनै त थियो होला नि त, आर्ट्ससँग रिलेटेड कलेज, एक्टसँग रिलेटेड कलेज पनि त थियो होला नि त, त्यस्तो हुन्छ। तर फेरि यस्तो पनि हो, उनीहरूको प्रिन्सिपल चाहिँ कम्प्लिटली त्यो ड्रिम स्ट्रिमकोमा भाडमा त्यही भन्ने टाइपको प्रिन्सिपल हो भने त्यहीँनिर किन फेरि त्यो एक्टिङको क्लब राख्ने किन स्पोर्ट्स राख्ने भन्ने पनि हुनु चाहिँ त्यो पनि नराख्नु पर्ने थियो। तिनीहरूले चाहिँ अलिकति इन्ट्रेस्ट देखाइदियो नि त, इन्ट्रेस्ट देखाइदियो म त यो गर्न इन्ट्रेस्टेड छु भने चाहिँ त गर्न दिनुपर्ने पऱ्यो प्यारेन्ट्सले पनि इन्स्टिट्युटले, त्यो चाहिँ हो फेरि यस्तो चाहिँ इन्स्टिट्युट इज अन द गुड भन्नु इन्स्टिट्युट त्यही नै हो। प्यारेन्ट्स मेन भने त्यो जहिले पनि निलको केस त प्यारेन्ट्स र निलको मात्रै नै कन्फ्लिक्ट हो क्या, त्यसमा त अरू केही। अनि जुन चाहिँ निलको साथीहरू छ उनीहरूलाई केही दोष दिन चाहन्न तिमी? निलको साथीहरूलाई उनीहरू त्यो डेड पोइट सोसाइटीको बारेमा अरूले थाहा पायो कि नै थाहा पाएन हेर, पहिला ग्रुप बन्यो अनि त्यसपछि डेड पोइटको कुरा आएपछि उनीहरू आफै बिचमा सेयर भयो, अनि त्यसपछि त्यो एउटा केटाले चाहिँ 2टा केटालाई सेयर गरेपछि गर्नु चाहिँ त्यो तिनीहरू ग्रुप जुन बन्यो नि, सोसाइटी बन्यो नि, त्यो त चोइसले गर्दाखेरि नै बन्यो नि त। फेरि त्यसमा त्यो एज थिएन आफ्नो चोइस राख्ने भन्ने गऱ्यो भने त्यो अर्को होइन, त्यस्तो हुँदैन नि। जस्तो हाई स्कुल भनेर बच्चा त होइन नि त, त्यही त केही पनि थाहा छैन भन्ने कुरा नि होइन नि त। तिनीहरूले पनि डेरिङ काम गर्दा थियो नि, राति निस्किएर गेममा गएर पुरा त्यो जुन गर्थ्यो डेड पोइट सोसाइटीको जुन मिटिङ बस्थ्यो तिनीहरू, त्यो त डेरिङ काम नै हो नि त, गर्नु आँटिरहेको। त्यसमा चाहिँ फेरि मिस किटिङको अलिकति त्यो हुनसक्छ है, गल्ती मिसगाइड गरेको त्यो देखिन्छ। उसले चाहिँ कसरी हामीलाई आफैले पनि त्यो कस्तो लाग्यो भने कस्तो कुल गेल हुन्छ नि यो ठाउँमा गयो हुन त। अब मिस्टर किटिङहरूले पनि त्यही ठाउँमा गएर गर्थ्यो त्यो मिटिङ, त्यो केही मेन्सन गरेको छ र छैन नि होइन, उनीहरूले चाहिँ त्यो ठाउँमा जे भन्दै त्यसको बारेमा गर्ने भनेर कस्तो कुल हुने रहेछ टाइपमा देखाएपछि त बच्चाहरू पछि लाग्यो भन्न पाइयो। ओभरअल तिमीलाई फिल्म मन पर्यो?
मन पर्यो, मनपर्ने टाइपको स्टोरी। मैले अब यहीसँग यस्तै खालकोसँग रिलेटेड 3 इडियट्स हेरेको भएर नयाँ लागेन, तर मन चाहिँ पऱ्यो। 3 इडियट्स भन्दा राम्ररी पोर्ट्रे गरेछ चाहिँ भन्न पाइयो। के कुन तरिकाले स्टोरीको केसमा एउटा लेन्थ चाहिँ अलिक सानो थियो फिल्मको के चाहिँ लेन्थ अलिक सानो छ, 149 तिरकै होला, 2 छ होइन 27 जति छ अहिले, 2 hours 7 minutes जति छ अहिले। अनि के को केसमा भन्दाखेरि जस्तो हुँदा यस्तो पनि हो, त्यो कल्चरै डिफ्रेन्ट कल्चरमा एउटै कन्सेप्टको मुभी बनेपछि फरक देखिहाल्छ। त्यसले गर्दा यो प्रब्लम त टाइमलेसै रहेछ। टाइमलेस नै हो। त्यसले गर्दा त्योभन्दा अगाडि पनि त्यो प्रब्लम थियो, त्यसपछि पनि प्रब्लम छ। अहिले पनि त्यो मुभीले अब कोहीलाई सपोर्ट गर्यो भने अलग कुरो हो, हेरेर गर्यो भने अलग कुरो, तर प्रब्लम त त्यही नै हो। किनभने भने त मैले त्यो प्रब्लम प्यारेन्ट्स र स्टुडेन्ट बिचको कन्फ्लिक्ट हो कहिले पनि होइन, त्यो हुनसक्छ। यो फिल्ममा तिमीलाई मन नपरेको होइन मिस्टर किटिङ? नै मन नपरेको भन्दिनँ म, मन नपरेको भन्दिनँ म, एकदम मन परेको। मिलको प्यारेन्ट्स चाहिँ भन्नु पायो, प्यारेन्ट्स नै होइन, ड्याड भनौँ। ड्याड पनि मन परेन भन्न मिल्दैन, उसले पनि आफ्नो राम्रो होस् मात्र त सोच्या हो नि। तर उसको ड्याड पनि डक्टर थियो सायद। डक्टर थियो भनेपछि त उसले झन् बुझ्नु पर्थ्यो कि आर्टको बुझ्नु हुन्छ नि, इन्ट्रेस्टको बारेमा छोरा बच्चाहरूको। उसले उसको ड्याडले चाहिँ कुनै सपना छोडेर त्यो गरे थिएन होला र, नो आइडिया। सायद उसले लकडाउनमा यो देख्यो कि किनकि यो आर्टिस्टहरूकोमा चाहिँ एकदम धेरै के देखिन्छ भने 1000जना जान्छ फिल्म स्टार बन्न, 10जना आउँछ हुन्छ नि त। सो यति धेरै फेलियर देखिसक्यो कि त्यो ठाउँमा, अनि यताबाट चाहिँ यदि पढ्यो भने त्यस्तो धेरै फेलियर छैन नि त, रेट अफ फेलियर। अनि त्यो केसले आफै म्यानिपुलेट भयो पनि सक्छ, त्यो हो। अनि अर्को कुरा नि अब यो एक्टिङ साइटिङको कुरा भनेको अहिले बच्चै छ, हबी एज अ हबी हुनसक्छ, इन्ट्रेस्ट लागे जस्तो भयो हो। अनि यस्तो गर्दा विथ टाइम उसले आफूले छोडी पनि हाल्छ भन्ने टाइपमा सोच्यो पनि होला उसले, ग्रेटर फ्युचरको लागि भएन। तर त्यतिखेरको लागि एक्जाम्पल थिएन होला तिनीहरूले कुनै एक्टरहरूलाई पनि, थियो होला, भए पनि त्यही हो, 1000मा 10जना मात्र सिलेक्ट हुन्छ भन्ने पाइयो। यहाँबाट एउटा एज अ कन्फ्लिक्टिङ कुरा चाहिँ मैले के सोचिरहेको थिएँ भन्दा, कुन पोइन्टमा आएर चाहिँ यो जुन चाहिँ प्यारेन्ट र चिल्ड्रेनको त्यो हुन्छ नि अटोनोमीको रिलेसनसिप हुन्छ, अटोनोमी भन्नाले डिसिजन के कुरामा कसले कतिसम्म लिने, त्यो चाहिँ जुन एउटा स्मुथ ट्रान्जिसन हुनुपर्छ नि थ्रु आउट द टिनेज इयर्समा, त्यो चाहिँ स्मुथली कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यसमा अभियसली प्यारेन्ट्सकै एक्ट हुन्छ नि, जस्तो हो किन यो केसमा जस्तो निलको केसमा होइन, प्यारेन्ट्सले यसले बुझ्दैन बच्चै छ यसको लागि हामीले डिसिजन लिइदिनुपर्छ भन्ने टाइपमा बुझेको कुरा बुझेको थियो भने यो एकदमै नराम्रो कन्सेप्ट हो कि। जति पनि मैले विगत समयमा त्यो साइकोलोजिकल कुराहरू हेरिरहेको छु, त्यो जस्तो कि एकदम धेरै मान्छे हामी अब अलिकति यो टेम्पोर सोसाइटीको जुन यो मेन थिम छ नि, त्यो सन प्यारेन्ट र चिल्ड्रेनको बिचवाला, यो थिमलाई नै हेर्यो भने हामीले हाम्रै समाजमा अथवा हाम्रै लेभलको पनि धेरै मान्छेलाई हेर्ने, हामीभन्दा पनि हामीभन्दा सिनियर 10 वर्ष सिनियरवालालाई हेर्नु भने के हामीले के चाहिँ एउटा कमन थिम जस्तो मैले पढेअनुसार देखेअनुसार कमन थिम चाहिँ के लाग्छ भन्दाखेरि, जस्तो हाम्रो प्यारेन्ट्सले त्यो गरेन, हाम्रो राम्रोसँग हामीलाई त्यो गराएन, के गराएन, अपब्रिङिङ दिएन, अथवा हाम्रो जति पनि ट्रमा छ त्यो सबै बच्चामा छ। यो एकदम एउटा मिम पनि बनेको छ नि, त्यो साइकोलोजिस्ट भएर जान्छ, थेरापिस्ट भएर जान्छ, अनि जति पनि ट्रमा थियो सब चाइल्डहुड ट्रमा थियो होला। प्यारेन्ट्सले अब त्यो गरेन, हामीले एकदम धेरै प्यारेन्ट्सलाई दोष दिनेवाला हो त्यसमा थिममा गइरहेको हुन्छ क्या हामी होइन, एटलिस्ट त्यो लेभलसम्म जबसम्म चाहिँ हाम्रो आफ्नै चिल्ड्रेन हुँदैन अनि हामीले बुझ्छौँ, अथवा यो लेभलसम्म जब त्यो पर्सपेक्टिभबाट जब हेरिन्छ नि तब चाहिँ छोडिन्छ। अनि त्यसपछि मैले के नोटिस गरिरहेको छु भन्दा, यो चाहिँ प्यारेन्ट्स अफ फुल चाहिँ होइन, किनकि प्यारेन्ट्सले त अब आफूले बेस्ट दिइदिनु सक्यो त्यो गर्छ। जस्तै यो फिल्मको केसमा पनि निलको फादरलाई जुन चाहिँ बेस्ट लाग्यो त्यसले त्यो नि प्रोभाइड गर्न खोज्यो नि त, तर उसँग राइट टुल्स र त्यो राइट एजुकेसन थिएन कि मैले यसरी चाहिँ त्यो गऱ्यो भने अझै बेटर हुनसक्थ्यो भने।
इन्टेन्सन त नराम्रो थिएन, Intention नराम्रो थिएन, बेसी नै थिएन। तर त्यही हो जस्तो मैले चाहिँ के भन्नु थियो भने अब यही कुरामा उसले जब के अरे उसले बच्चाले सोच्न सक्दैन टाइपमा मैले सोचिदिनुपर्छ भन्ने थियो भने उसले यो चाहिँ हुन नहुने हो खासमा होइन। अनि यसको लागि चाहिँ मैले थाहा पाएको 2-4वटा कुराहरू, जस्तो कि बच्चालाई बच्चैदेखि नै त्यो सबभन्दा एकदमै धेरै दिनुपर्ने कुरा भनेको एजुकेसन यो त्यो भन्दा पनि सेल्फ स्टिम। यदि सेल्फ स्टिम दिन सक्यो भने, जस्तो कि कुनै पनि रुममा मैले अन्डर कन्फिडेन्ट र जसलाई चाहिँ आउँछ यो काम गर्न भन्दा पनि कन्फिडेन्ट र जसलाई चाहिँ अलिअलि ठिकठाकै आउँछ त्यसलाई चुज गर्छु नि त। अनि त्यो मान्छेले के पनि गर्छ भन्दा सेल्फ स्टिम सँगसँगै इन्टिग्रिटी थप्यो भने उसले चाहिँ अब मलाई आउँछ भनेपछि इन्टिग्रिटी भएको मान्छेले चाहिँ मैले आउँछ भनेको छु, म जसरी पर्फर्म गर्नुपर्छ भनेर त्यो प्रेसरमा काम गर्छ होइन। अनि त्यसपछि त्यो डिसाइड गर्ने जुन एउटा फ्रेमवर्क हुन्छ, यो कुरा मैले विगत अस्ति भर्खर जस्तो कति सिकेर, जस्तै हामीलाई डिसिजन लिन एकदम गाह्रो भइरहन्छ कति धेरै बेलामा। अनि यो सबै कुरा चाहिँ उसलाई पनि भइरहन्छ, कसलाई भन्दा जो चाहिँ ठुल्ठुलो त्यो चलाउँछ के भन्छ कम्पनीहरू चलाउँछ यो त्यो उनीहरूले पनि ऱ्यापिडली डिसिजन लिएर हुन्छ नि त। अनि उनीहरूले पनि नराम्रो डिसिजन रङ डिसिजन पनि लिइरहेको हुन्छ, हामीले पनि फल्सै, तर इम्प्याक्ट एकदम डिफ्रेन्ट हुन्छ। उनीहरूले इफेक्टिभली कसरी गरिरहेको छ भन्दाखेरि फ्रेमवर्कहरू हुन्छ होइन, एउटा फ्रेमवर्कमा बसेर सोच्ने, एउटा फ्रेमवर्कमा बसेर डिसिजन लिने, यस्तो यस्तो टुल्सहरू चाहिँ बच्चैबाट प्रोभाइड गर्यो भने, जस्तो कि एउटा फ्रेमवर्क दियो भने ODA भन्ने टाइपको हुन्छ होइन, अब्जर्भ गर्ने, त्यसपछि डिसाइड गर्ने, अनि त्यसपछि एक्ट गर्ने भन्नेवाला फ्रेमवर्क हुन्छ यो पाइलट्सहरू। यस्तो यस्तो दियो भने चाहिँ त्यो केसमा निलले पनि अब्जर्भ गर्थ्यो, मैले कहिले चाहिँ गर्दा ठिक हुन्छ भने डिसाइड गर्थ्यो, त्यसपछि एक्ट गर्थ्यो होला। अनि यो सबै कुरा मैले अर्को यो सबको एउटा अप्पर बबल के छ भन्दाखेरि हामी अहिले जुन एजमा पुगिसक्यौँ नि, हामीले आफैले अब हामीले प्यारेन्ट्सलाई त्यो दोष दिन अनि यो त सब चाइल्डहुड ड्रामा हो भन्ने त्यो एउटा फेज पछि नेक्स्ट फेज भनेको चाहिँ यो त्यो हुँदो रहेछ, सेल्फ प्यारेन्टिङ फेज हुन्छ। त्यो भनेको चाहिँ अब त्यो ड्रामाहरू यताउता त छ मसँग होइन। अब मैले आफूलाई चाहिँ फेरि रिप्यारेन्ट गर्नुपर्छ, त्यो पनि इन स्पिड, किनकि अब बच्चैदेखि त ठुलो हुँदैन म। अब मैले सुरुमा अनलर्न गर्नु पऱ्यो त्यो कुराहरू जुन चाहिँ म माथि थोपिएको थियो ट्रमाहरूलाई। अनि त्यसपछि मैले जुन तरिकाले चाहिँ म प्यारेन्ट अपब्रिङ हुन चाहन्थेँ, अथवा जुन तरिका चाहिँ अहिलेसम्मको नलेजमा छ अपब्रिङिङ गर्ने, जस्तो यो फ्रेमवर्कको कुराहरू भयो, यो सेल्फ स्टिमको कुराहरू भयो, इन्टिग्रिटी कुराहरू भयो, यो चाहिँ अब मैले आफूलाई नै दिनुपर्ने हुन्छ होइन। अब यो हाम्रो अहिले इन्टरनेटको जमानामा चाहिँ एकदमै उ चाहिँ भएको छ, अब यो कुरा चाहिँ ल्याकिङ छ जस्तो लाग्छ। सो बेसिकली यो सबैको आउटकम चाहिँ के हुन्छ भन्दाखेरि निलको प्यारेन्ट र निलको बिचमा निलको प्यारेन्टसँग त्यो लेभलको एजुकेसन भएन, जुन फ्रेमवर्क दिने, जस्तो अटोनोमी सिफ्ट गरिदिन सक्ने भन्नु खोजेको 30-40 वर्षमा पनि म बाबालाई सोधेर डिसिजन लिन्छु भन्ने भयो त राम्रो देखिन त। त्यो स्किल चाहिँ कुन स्किल चाहिँ बच्चैदेखि बच्चालाई दिने भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ होला। अटोनोमी सिफ्ट कहिले गर्ने, निलको कुरा गरेको त निलको इक्जाम्पल लिएर हामीले बेसिकली चाइल्ड र प्यारेन्टको रिलेसनसिपको कुरा गर्ने। जस्तो एन्डरसनले चाहिँ के ड्रिम देख्दै थियो राइटिङतिर, पोइम, त्यसको पोइम नै राम्रो हुन्थ्यो, आर्ट चाहिँ आउँथेन तर लेखेको राम्रै हुन्थ्यो होइन। उसको त अझ कन्फ्लिक्ट हामीले देखेको थिएन उसको फ्यामिलीपट्टिको र उसको होला, उसको अब दाइको कुरा हेर्ने हो भने उसको प्यारेन्ट्सबाट नै आउँथ्यो होला कन्फ्लिक्ट सायद त्यो केसमा। अर्को पनि 2-4वटा केटाहरूको त्यस्तै थियो होला। यो सबै अब त्यो ग्रुपलाई नै हेऱ्यो भने त्यो कमन थिमको सल्युसन चाहिँ मैले सोचेअनुसार चाहिँ के नै हुन्थ्यो भन्दाखेरि, जस्तो उनीहरूले मिस्टर किटिङलाई खतरा हो भन्नु पनि पर्थेन होइन, नर्मल टिचर हो। अनि उनीहरूले जस्तो कि आफ्नो प्यारेन्ट्सलाई पनि खत्तम हो पनि भन्नु पर्थेन, त्यो त पर्दैन, खत्तम हो त भन्नु पर्दैन मैले भनेको होइन। किनकि हामी एज अ चाइल्ड हामीले चाहिँ एक्सट्रिम स्पेक्ट्रममा राख्ने हाम्रो बानी नै हुन्छ
कि यो मेरो बेस्ट फ्रेन्ड हो कि यो मलाई मनै पर्दैन होला स्पेक्ट्रममा चल्छ नि त। जस्तो अहिले आएर चाहिँ हामी ल योसँग चाहिँ हामी कलेजमा बोलिन्थ्यो बाहिर खासै बोल्दैन अथवा सँगै पढाए हो तर त्यो छैन भन्नेवाला त्यो लेभलमा चल्न सक्छौँ भने तर एज अ चाइल्ड त्यस्तो हुँदैन नि त। हिँड भनेपछि हिँड तर हामीसँग खेल्छस् भने त त्यसलाई त मरिदिन्छु वाला हुन्छ नि त। अनि त्यही नै त्यो जुन टुल्सहरूको कुराहरू स्किल्स अथवा टुल्सहरू जुन चाहिँ यदि उनीहरूलाई बच्चादेखि इक्विप गरिन्थ्यो भने त्यो चाहिँ अलिकति त्यही मेन्टल हेल्थ थेरापिटिकल कुराहरूकोमा जान्छ होइन। जस्तो सेल्फ स्टिमको कुराहरू यदि त्यो निललाई सिकाएर राखेको भए उसको प्यारेन्ट्सले त्यो एक्सेप्ट गर्थे त पछि फेरि उसको प्यारेन्ट्सले एक्सेप्ट गर्नु पर्थेन। जस्तो उसँग यदि सेल्फ स्टिम छ भने अब ऊ कतिको इन्टेलिजेन्स छ भन्नेमा त्यसमा भर पर्दैन। जस्तो अलिक बेवकुफ नै छ भने त्यसले त्यो स्कुल छोड्थ्यो कतै जान्थ्यो अनि त्यसपछि गएर आफ्नो एक्टिङ करियरलाई पर्स्यु गर्थ्यो होइन। यदि त्यो अलिकति इन्टेलिजेन्ट थियो भने उसले आफ्नो त्यो प्यारेन्टलाई चाहिँ कसरी त्यो गर्न सकिन्छ प्यारेन्टलाई र आफ्नो टिचरलाई त्यो तरिकाले हेर्थ्यो होइन। ऊ अझै त्यही माथि प्र्याक्टिकल पनि थियो भने मैले चाहिँ यसको मेरो जुन चाहिँ अहिले पढिरहेको छु साइन्सको फिल्ड र जुन मलाई मन परिरहेको छ एक्टिङ यो दुइटालाई चाहिँ मैले कसरी कन्भर्ट गर्न सक्छु अनि त्यहाँबाट के चाहिँ आउटकम निकाल त्यो अब त्यसको इन्टेलिजेन्स लेभल अनुसार चाहिँ त्यसको डिसिजन मेकिङमा भर पर्थ्यो तर त्यसले मर्नु त पर्थेन नि त। यदि उसँग सेल्फ स्टिम भएको भए यदि उसँग इमोसनल इन्टेलिजेन्स भएको भए यदि उसले कम्युनिकेट गर्न सक्ने भएको भए अथवा डिसाइड राम्रो डिसिजन लिन सक्ने भएको भए अब यसको क्रक्स कहाँ आउँछ थाहा हाम्रो सोसाइटीमा स्टेट अफ आर्ट के छ त मा आउँछ त्यसको क्रक्स। किनकिन यो फिल्म देखाउनु खोजेको त्यही हो जस्तो लाग्छ होइन कि आर्टलाई हेरिदिएको छ। त्यो एकदम फेमस डायलग छ नि त्यो यो जुन इन्जिनियरिङ साइन्स मेडिसिन छ यिनीहरूलाई चाहिँ लाइफलाई अगाडि धकाल्न एकदमै पुस गर्नको लागि इम्पोर्टेन्ट छ भने आर्ट पोइट्री रोमान्स भनेको लाइफलाई सस्टेन गर्नको लागि बाँच्न मन त लाग्नु पऱ्यो नि वाला त्यसको लागि त्यो छ भने तर यो कुरा चाहिँ सोसाइटीले नेग्लेक्ट गर्छ देखिँदैन भन्ने कुरालाई चाहिँ पुस त्यो न्यारेटिभलाई चाहिँ पुस गर्न खोजेको कि जस्तो लाग्छ होइन। त्यो कुरा त यस्तो सोसाइटीमा भर परेर नै गर्छु भन्ने सस्टेन गर्नलाई भने त त्यो पर्सनल कुरा हो नि त। एक्ज्याक्टली होइन त्यो त सोसाइटीले गर नगर भन्ने मतलबै नराख्ने नि त। जस्तै अब यसमा अब त्यो एउटा लुक हुँदैन तिमीले पर्सनल्ली आर्ट चाहियो तिमीलाई पर्सनल्ली आर्ट चाहिँदैन तिमीले आर्ट कन्ज्युम गर्नु पऱ्यो। तिमीले आर्ट कन्ज्युम गर्नलाई कसैले आर्ट बनाउनु पऱ्यो कसैले आर्ट बनाउनलाई कसैलाई आर्ट बनाउनलाई ल गर्न त भनेर इन्करेज गरिदिनु एटलिस्ट कुनै लेभलमा। मोस्ट अफ द अब यसमा कन्फ्लिक्टिङ कुरा के हुन्छ भन्दाखेरि तिमीले वर्ल्डमा एकदम धेरै आर्ट हेऱ्यो भने त्यो चाहिँ एकदमै पोलिटिकल र एकदमै बिग्रिएको भत्किएको सोसाइटीबाट चाहिँ एकदम खतरा आर्ट निस्किन्छ भन्नेवाला छ होइन। तिमीले पोइट्री हेऱ्यो तिमीले त्यो पेन्टिङ्सहरू हेऱ्यो भने जति पनि त्यो छ नि खतरा हामीले देख्ने अथवा देखिने त्यो चाहिँ जस्तो ब्याङ्क्सीहरू भयो अहिले वार चलिरहेको छ अनि वारको त्यो टुटेफुटेको उसमा गएर ग्राफिटी गरेर कि त्यसको रिप्रेजेन्टेसन गर्नको लागि त्यो चाहिँ खतरा वार भयो। अथवा जुन चाहिँ इन्डिया पाकिस्तानवाला के चलिरहेको थियो त्यतिखेर मन्टो भन्ने थियो होइन जसले चाहिँ त्यतिखेरको समाजको एउटा लिट्रेचरलाई त्यो गरेको थियो त्यो खतरा भइदियो। यसको मतलब के भन्दाखेरि जति सप्रेस गर्छौँ नि हामीले आर्टिस्टलाई त्यति खतरा आर्ट निस्किरहेको छ भनेपछि के यो नै राइट त्यो हो त आर्टलाई ग्रो गर्ने स्ट्राटेजी हो कि यो कहाँबाट आउँछ भन्दाखेरि पेन बिना आर्ट त्यस्तो राम्रो हुँदैन भन्नेवाला कन्सेप्ट छ नि त्यहाँ त्यसमा नै आएर जोडिन्छ नि त। किनकि यदि यो फिल्ममा निल नमरेको भए हामीलाई त्यस्तो इम्प्याक्टफुल नलाग्न सक्थ्यो त्यसले हामीलाई एउटा एभरलास्टिङ पेन दियो नि त ल होइन म पनि हुनसक्थेँ अथवा मेरो कुनै साथी हुनसक्थ्यो। त्यसमै त त्यो एक्टर डिरेक्टरले चाहिँ यदि इफेक्टिभ बनाउन मन छ भने चाहिँ त्यही भएर चाहिँ यो के भन्छ स्टोरीमा
मार्नु अनि पर्थ्यो त्यो मेरो पात्रलाई। यदि त्यो पेन हो होइन, जसले आर्टलाई त्यो एकदमै रिफाइन गरिरहेको छ अनि त्यो पेन सोसाइटी जस्तो छ त्यस्तै भएर आइरहेको छ भने हामीले आर्टलाई सपोर्ट गर्नु भनेर सोसाइटीलाई चेन्ज नगर्नु भयो नि त। अनि यो एकदमै प्याराडक्सिकल कुरा भएन। लु यो आर्ट भर्सेस करियरको जुन कुरा छ नि त्यो त धेरै भास्ट कुरा हो। आर्ट भर्सेस करियर मुभीको टाइपमा हेऱ्यो भने चाहिँ मुभीको बेसिसमा वा मुभीको पर्सपेक्टिभमा हेर्दाखेरि चाहिँ अब कसरी भन्छ मुभीलाई मात्र अब यो सबै थिमलाई छोडेर मुभी मात्र हेर्यो भने मेरो पोइन्ट चाहिँ के छ भन्दाखेरि मुभी लेन्थ पनि ठिकै छ जस्तो लाग्छ मलाई। कुनै कुनै पोइन्ट चाहिँ मलाई अलिकति जस्तो लागिरहेको थियो मैले सुरुमा हेर्दाखेरि। अनि तर जुन चाहिँ जोडिएको छ नि चेन बनाएर अनि त्यो चाहिँ ठिक छ। प्लट लाइन चाहिँ स्ट्रेट फरवर्ड छ। तिमीलाई आजकल हामी मोडर्न मुभी हेऱ्यो भने स्पाइरल प्लट लाइन हुन्छ होइन, जस्तो कि यहाँको देखाउँछ अनि कनेक्ट गर्छ, तर यो सिधा छ नि त। अनि स्टोरी नै स्टार्टिङदेखि जस्तो। त्यही भएर जुन चाहिँ अहिलेको फिल्महरू हेरिरहेको मान्छेहरूलाई यो फिल्म हेर्नु चाहिँ अलिकति बोरिङ लाग्न सक्छ त्यो पोइन्ट अफ भ्यूबाट। यदि कोही मान्छेलाई नोभलहरू मनपर्छ भने चाहिँ तिनीहरूलाई यो फिल्म मनपर्छ। फेरि यो मुभी फेरि मनपर्ने मलाई चाहिँ रिजन त्यो किटिङले जसरी आफूलाई एक्सप्रेस गर्छ, आफूले जे गर्छ नि त्यो मुभी इन्ट्रेस्टिङ लागेको चाहिँ त्यही कारणले नै होला जस्तो लाग्छ। जो चाहिँ किटिङको क्यारेक्टर प्ले गरेछ नि त्यो चाहिँ एकदमै राम्रो एक्टर हो नि। ऊ चाहिँ एकदम फेमस इम्प्रोभाइजेसनको लागि छ भन्नाले सेटमा आएर नै इम्प्रोभाइज गर्ने। अनि यो फिल्ममा नि त्योवाला किस्साहरू कति छ भने इम्प्रोभाइज गरेको एउटा त्यसको त्योवाला एक्टिङ राम्रो छ। अर्को चाहिँ जति पनि स्टुडेन्ट एक्टरहरू छ नि सबैले ग्रोअप भयो अहिले त्यतिखेर उनीहरू एकदमै हङ्गरवाला फेजमा थियो नि त। अनि एकदम राम्रो पर्फर्मेन्स चाहिँ बब्बालै छ सबै ठाउँबाट। स्टोरी लाइन पनि राम्रो छ, बुझ्न त्यस्तो गाह्रो छैन। अनि तर के हो एकचोटि हेरेको राम्रै हुन्छ, दुई तिनचोटि फेरि हेरिरहन मन लाग्ने चाहिँ किटिङ्सको सिन्सहरू चाहिँ हेर्न मन लाग्छ होइन। जुन चाहिँ सर्ट्समा अथवा रिल्समा आएर अनि यो काटेर हाल्नुहुन्छ वाला चाहिँ टन्नै सिन्सहरू चाहिँ छ त्यस्तो। उसको सबै डाइलग नै आफैमा एउटा कोटेसनहरू टाइपमा उसको डाइलगहरू छ। रमाइलो छ जस। तिमी के भन्न चाहन्छ? इन्डिङ स्टेटमेन्ट्स, क्लोजिङ स्टेटमेन्ट्स। मुभीको मात्र कुरा गर्नु, स्टोरीको कुरा नगरौँ। मुभीको कुरा गर्दाखेरि राम्रो छ अभियसली। फाइट क्लबबाट सिधै डेड पोइन्टमा आएको छ भनेपछि अनि मुभी राम्रो छ, एक्टिङ पनि राम्रो छ, स्टोरी पनि राम्रो छ। अब उसको इन्टेन्सन के थियो, बनाउने मान्छे क्रिएटरको इन्टेन्सन के थियो भन्ने कुरा हामीलाई कहिले त पनि थाहा हुँदैन, त्यो कुरा चाहिँ होइन। त्यही भएर त्यो कुरामा नजाउँ, एकछिन डिस्कस गरेको थियो यो बारेमा, त्यही पनि नगएको राम्रो हो। त्यही हो, अब त के भन्ने। त्यो फिल्ममा के त्यो निल नमरे भए यो फिल गुड फिल्म बन्न सक्थ्यो भन्ने चाहिँ मैले सोचिरहेको छु। नमरेर उसको करियर राम्रो भयो भाइ, वा एक्टिङमा उसले केही राम्रो गर्यो। अलिकति ट्विस्टले यो फिल गुड मुभी पनि भनिदिन्छ सक्थ्यो, किनकि यो फिल गुड मुभी छ तर लास्टमा एउटा ट्रेजेडी भन्छ। ल सरी हेडफोन निकाल्नु भएको होला, सुन्नु भएको मान्छेले नत्र कान दुख्दैछ तपाईँको।